बस्थे। चाहिँ मैले मेरो बच्चाहरू होइन 4 वर्ष र 2 वर्षको लागि चाहिँ टेक केयरमा लानुको लागि होइन। अनि हाम्रो यता चाहिँ जस्तै बिहानमा होइन अब हेरेर हुन्छ कति बजी लाने भन्ने। हाम्रो चाहिँ मेरो बिहानको काम हुन्छ, मेरो बुढाको चाहिँ 9 बजीबाट साँझको 6 बजीसम्म हुन्छ होइन। अनि त्यसपछि मेरो चाहिँ अब त्यो मर्निङ डे जस्तो सिफ्ट भएको भएर अनि हामीले फरक काम गर्छ। अनि त्यस पछाडि अनि मैले चाहिँ बच्चाहरूलाई टेक केयरमा चाहिँ लाँदाखेरि चाहिँ टेक केयरमा चाहिँ दिनभरि राख्दिनँ कि होइन, किनकि बच्चाहरूलाई आमा बाबाको टाइम पनि इम्पोर्टेन्ट हुन्छ भनेर मैले चाहिँ आफूले आधी मात्रै हुन्छ नि, हप्तामा आधी मात्रै काम गरेर बाँकी रहेको समय त बच्चाहरूलाई स्पेन्ड गर्छु। मेरो टाइम भएको बेला मेरो बुढाको टाइम भएको मेरो बुढाले। अनि त्यस पछाडि अनि त्यही भएर हामीले चाहिँ त्यो टेक केयरमा चाहिँ बच्चाहरूलाई खाना राख्दिनु पर्यो। खाना चाहिँ हामी घरबाट लान्छौँ। अनि म हजुरलाई घरबाट लाने एउटा टिप्स सिकाउँछु ल, मैले गर्ने। अब आफ्नो हुन्छ होइन, खाने के खानु के खानु नदिनु भन्ने। मेरो त्यो बच्चाहरूमा चाहिँ मेरो जस्तै 4 वर्षको छोरीलाई चाहिँ त्यो सबै खानामा मलाई मेरो बच्चाहरूलाई कसै केही प्रब्लम छैन। एउटा मेरो छोरीले चाहिँ त्यो हुन्छ नि नपुग्दो गोड भएर खाँदैन, त्योभन्दा बाहेक सबै खान्छ होइन। त्यही भएर इन्द्रेडी कलरको भेजिटेबल्स फ्रुट्सहरू होइन, जस्तै त्यो खोजेको अर्थ चाहिँ इन्द्रेडीमा धेरै कलर हुन्छ। त्यस्तै यहाँ उसमा पनि भेजिटेबल पनि काँक्रो, गाजर, अनि त्यसपछि त्यसलाई के भन्छ क्याप्सिकम भन्छ अरे होइन। अनि त्यो अनि त्यसपछि नास्पाती अनि अङ्गुर होइन। अनि त्यसपछि ब्रेडमा चाहिँ मेरो छोराछोरीले चाहिँ त्यो मासुको सलामी पनि खान्छ। अनि त्यसपछि त्यो चिज पनि खान्छ होइन। अनि त्यो हालिदिएको छु। अनि ब्रेड भइहाल्यो। ब्रेड चाहिँ म 3 दिनै फ्रेस ल्याउँछु। अनि यो चाहिँ यो गोड भयो होइन, यो गोड चाहिँ उनीहरूलाई रमाइलो भयो। 3 दिनै एउटै टाइपको खानेकुरा भयो भने गर्नुहोस् भनेर यो गोड पनि हालिदिन्छु। अनि त्यसपछि यो चाहिँ चिज होइन, चिज स्टिक्स भन्छ, पत्ला त्यही त हुन्छ, त्यसले के ल्याउँछ। अनि त्यसपछि उसलाई पनि त्यही चाहिन्छ हाल्थेँ। म छोरालाई चाहिँ कोही बेला उसलाई त मनपर्छ खान्छ। त्यसपछि काँक्रो भइहाल्यो, नास्पाती, अङ्गुर, त्यसपछि त्यस्तै गरेर ब्रेड अनि एउटा योगर्ट अनि त्यसपछि एउटा केरा हालिदिन्छु। 2जनालाई त्यति खान्छन्। त्यसरी मैले गर्छु। अनि यति गरिसके पछाडि बच्चाहरू पनि ह्याप्पी, आमा बाबा पनि ह्याप्पी। अनि रेडी गऱ्यो यसरी बिहान उठेर आफ्नो बिहानको काम भएको बेलामा। अनि त्यसपछि बाबासँग उनीहरू पछि उठ्छन्। अनि त्यसपछि जान्छन् टेक केयरमा। थ्याङ्क यू, बाई।